कि यो सरकारले मेरो मुद्दा दर्ता गरिदिन्छ। सुदन गुरुङले तपाईँको मुद्दा लिन्छ भन्ने तपाईँ लाग्यो? गृहमन्त्रीलाई चाहिँ भेट्न आएको। दहेजको कुरा गर्यो, मसँग फोनमा झगडा भयो, मेरो छोरीलाई 2-4 दिन बाद पछि मारिदियो। दहेजमा बिहे गर्यो अनि ससौला गाउँमा रामगोपालपुर नगरपालिका, उसको सासू उसको जेठो मोचरी जिल्ला। के भयो छोरीको बनस्तर? छोरी लभ म्यारेजमा बिहे गरे आफैले, मैले त गरेन सर, उसले आफैले बिहे गर्यो। फेरि 1 महिना पछि अनि तिलक दहेजको कुरा गर्यो, मसँग फोनमा झगडा भयो, मेरो छोरीलाई 2-4 दिन बाद पछि मारिदियो। त्यो तपाईँले दाइज नदिएको कारणले मारे? हो, मैले दहेज नदिएन। कति मागेको थियो तपाईँसँग? एउटा बैग अरू पलङ मुसरी यही सब। अनि त्यो अनि मारेपछि के तपाईँले दर्ता गर्नु हो मुद्दा? मेरो सरोज यादवले दर्ता गर्नु दियो न। को हो त्यो सरोज यादव? सरोज यादव मन्त्री थियो मधेसको, एमालेको। दिएन। कति भयो यो घटना भएको? घटना 1 साल भयो सर। 1 साल भयो। हजुर। ल छोरीको देखाउनु त चित्र। यही हो, ल पल्टाउनुहोस्। सबै एउटै हो सर। एउटै छ होइन? एउटै छ। एउटै छ। ल अलि कसलाई भेट्न अलि? अनि गृहमन्त्रीलाई चाहिँ भेट्न आएको। कसले भने त गृहमन्त्रीलाई भेट्नुपर्छ भनेर? अब उसले एउटा यो जिते छ नि, त मेरो नयाँ उमङ्ग भयो। कसैले त सुनेन, मेरो कुरा बुझेन, मेरो दुःख बुझ्यो न। अब यो नयाँ सरकार भएन त मेरो दिलमा उमङ्ग जाग्यो कि यो सरकारले मेरो मुद्दा दर्ता गरिदिन्छ। सुदन गुरुङले तपाईँको मुद्दा लिन्छ भन्ने तपाईँ लाग्यो? कहिले आउनुभयो तपाईँ गाउँबाट? आज 3 दिन भयो सर। 3 दिनदेखि गृहमन्त्रीले भेट्न पाएको छैन? 3 दिन त भेट गर्न म हिजो आएको थियो। हिजो पाएन? लेट भएछ, मेरो टाइमै खत्तम थियो, 5 बजे थियो। अहिले के भन्नुभएको छ? अहिले त दर्ता उर्ता भएछ केस। अब फेरि चिठी भन्छ कि अहिले सुदन गुरुङ हतारमा छ, अहिले भेट गर्न सक्दैन, अनि तपाईँको चिठी, तपाईँको मुद्दा उहाँ जान्छ जिल्लामा।